जय मसी सालोम हजुर सबैजनालाई। अनि त्यसपछि यो भिडियो चाहिँ म किन बनाउँदैछु भन्दाखेरि अनि हाम्रो चाहिँ जब म प्रेग्नेन्ट भएको कुरा जब हामीलाई थाहा भयो यसमा चाहिँ अनि सबै भिडियोहरू चाहिँ अपलोड हुनेछ। फर्स्ट ट्राइमेस्टरदेखि लिएर अनि लगातार धेरै छ भिडियोजहरू। सबभन्दा सुरु चाहिँ कुन रहेछ भने यो जनवरी 29 को देखेर चाहिँ मलाई केही पनि थाहा थिएन। अब हस्पिटलमा गएर के चेकअप हुने हो के हुने केही थाहा थिएन। अनि तर पनि आफूसँग चाहिँ एकदमै बुझिदिने आफूलाई एकदमै माया गर्ने हस्बेन्ड हुँदाखेरि चाहिँ एभ्रिथिङ एकदमै राम्रो हुन्छ। अनि यतिखेर चाहिँ म यति बिमारी थिएँ। यो फर्स्ट ट्राइमेस्टरको फर्स्ट भिजिटमा यति साह्रो बिमारी थिएँ, म बोल्नु पनि सकेको थिइनँ। लाइक यस्तो गरेर भिडियो पनि मैले राम्रोसँग बनाउन सकेको थिइनँ, त्यति साह्रो गाह्रो भएको थियो मलाई। जय मसी। आज चाहिँ जनवरी 29 अनि टुडे इज द फर्स्ट अपोइन्टमेन्ट अफ आवर फर्स्ट बेबी। मलाई चाहिँ अलिक सन्चो छैन, एकदम टाउको दुखिरहेछ, एकदम गाह्रो भइरहेछ। अनि अहिले चाहिँ विक 7 हो, हिजो विक 6 पुरा भएर अनि अहिले चाहिँ विक 7 मा कुद्दैछु। जय मसी एभ्रिवान। मेरो श्रीमती, हाम्रो हस्पिटल यही हो। कस्तो भयो जस्तो भएर यही गर्दैन त्यसो नभन न बेबी। हामी पहिलो भिजिटमा आएका छौँ। रोगको नाम पनि के हो अनि हामी पहिलो भिजिटमा आएका छौँ अनि हामी रेजिस्ट्रेसन भइसकेका छौँ। अब कन्फर्मेसन प्रेग्नेन्सीको टेस्ट लिएर आउँछ। अनि यो हप्ता यो भिजिटमा त केही पनि सोध्नु नमिल्ने रहेछ। तर अर्को पालिदेखि अनि हामीले के सोध्नुपर्ने, मैले 7वटा सिलिस बनाएर ल्याएको थिएँ। तर अब बेबीको ग्रोथहरू त अल्ट्रासाउन्ड नगरिकन सोध्नु मिलेन, उहाँहरूलाई पनि थाहा हुँदैन हो। ठिकै छ, म 7वटा क्वेसनमा 2-3टा क्वेसन फेरि 1 हप्तामा आउनेछ। अब 3 हप्तामा जेन्डर रिभ्यू हुन्छ, 3 हप्ता 4 हप्तामा। सरी। अनि फर्स्ट भिजिटमा चाहिँ के भयो भन्दाखेरि मेरो सबै कुरा थाहा भयो क्या। त्यहाँनिर अब फेक हो कि म रियलमै म प्रेग्नेन्ट भएको छु कि छुइनँ, सबै कुरा उहाँहरूले चेक गर्नुभएको थियो। योर वाइफ इज प्रेग्नेन्ट, साँच्चीकै नै प्रेग्नेन्ट छ। अनि त्यही भएर चाहिँ अब मेकस्योर गर्नको लागि ब्लड ग्रुपहरूदेखि लिएर सबै कुराहरू चेकअप गर्नको लागि कुनै खराबी छ कि भनेर सबै चेकअप गराउनको लागि चाहिँ म चाहिँ यतिखेर कुन हस्पिटल हो भने क्लिन्टन मेथोडिस्ट हस्पिटलमा गएको थिएँ। त्यहाँ चाहिँ ल्याब छ अनि यो क्यानल विन्चेस्टरको ओहायो हेल्थमा चाहिँ ल्याब थिएन। अनि त्यतिखेर गएको त्यति साह्रो डर लागिरहेको थियो हो। त्यो अनि यति धेरै ब्लड निकालेको थियो यतिखेर, म आफै नै एकदमै सक भएको थियो। त्यो हजुरले भिडियो हेर्न सक्नुहुन्छ। हेलो, अहिले चाहिँ हामी ब्लड टेस्टको लागि जाँदैछौँ। हिजो चाहिँ हाम्रो अलिकता के भनौँ पहिलो एपोइन्टमेन्टमा अब सोधपुछ मात्रै भयो। अब आज चाहिँ ब्लड टेस्ट गर्न जाँदैछु। आई होप एभ्रिथिङ विल बी फाइन। अहिले चाहिँ हामी क्लिन्टनको ल्याबमा होइन को ल्याबमा हामी जाँदैछौँ। सो यो चाहिँ हाम्रो फर्स्ट बेबीको एपोइन्टमेन्ट धम्माधम भइरहेछ। अनि अहिले सुरुमा चाहिँ धेरै एपोइन्टमेन्ट छ। पछि चाहिँ अनि ठिक्कमा महिनामा हुन्छ, त्यसपछि चाहिँ लास्टमा चाहिँ हप्तामा हुन्छ अरे, आई डोन्ट नो। अनि अहिले चाहिँ हामी जाँदैछौँ। हामी ब्लड ल्याबको लागि आएका छौँ। अनि मान्छे दिदीको गाइस यस्तो हुन्छ है। हाम्रो चाहिँ 150मा छ मन्दिरा कुमारीको मेन के छ, मेन के भन्नु पाउँछ त्यस्तो छ हस्पिटल। म चाहिँ यहाँ छु, दिदीलाई लिएर आएको। त्यसपछि चाहिँ मेरो अल्ट्रासाउन्ड पनि भएको थियो। अनि त्यतिखेर चाहिँ मलाई चाहिँ कस्तो फिल भएको थियो भन्दाखेरि बेबीको हार्टबिट चाहिँ राम्रोसँग सुनिएको थिएन। अनि त्यही भएर कस्तो डर लागेको, मलाई कस्तो रुनु मन लागेको।
लाइक हुन्छ नि नानीको मुभमेन्ट पनि फिल नहुँदाखेरि नै त्यति साह्रो माया एकदमै कनेक्सन हुँदो रहेछ एउटा आमा र एउटा बेबीको त्यस्तो कनेक्सन हुँदो रहेछ त्यतिखेर त्यस्तै लाइक 1.5 months बेसीको 2 months जति मात्र प्रेग्नेन्ट भएको थिएँ त्यतिखेर अल्ट्रासाउन्ड गर्दाखेरि कस्तो रुनु मन परेको हार्टबिट नसुन्दाखेरि अनि मेरो हस्बेन्डलाई चाहिँ थाहा थियो हार्टबिट सुनिरहेको रहेछ भनेर अनि मलाई चाहिँ त्यहाँनिर अब उहाँले अल्ट्रासाउन्ड गरिरहनु भएको थियो अनि सुरुको अल्ट्रासाउन्डमा त अब बेबी पनि चल्दैन अनि बेबी चाहिँ सानै हुन्छ त्यही भएर कस्तो डर लागेको थियो आँखाबाट आँसु झर्नु खोजेको थियो पछि मैले हस्बेन्डलाई बाहिर आएर सोद्धाखेरि किन डराएको त्यस्तै त हो नि सबै कुरा नर्मलै छ भन्नुभएको थियो त्यतिखेर हस्पिटलमा हेलो आज हाम्रो फर्स्ट अल्ट्रासाउन्ड अनि हाम्रो बेबीको देखायो फोटोहरू छ अनि अर्को पनि एउटा मात्र दिएको थियो अनि मैले चाहिँ अरू पनि चाहियो बेबीको फोटो भनेको अर्को एक्स्ट्रा प्रिन्ट गरेर दिएको छ अनि यहाँ चाहिँ बेबीको सबै फोटोदेखि लिएर हार्टबिट सबै छ तिमी पनि 2 शब्द भन आमालाई बोल्नु दिन भनेर फेरि मन दुखाउँछ म त कस्तो रुनु मन लागेर हार्टबिट सुन्दैन त होइन नि त्यो त भएछ त्यहाँ देखाएको थियो नम्बर देखाएको थियो त रुनु त मन लागेको थियो के गर्नु रुनु भएन यत्रो ठुलो मान्छे रुयो भने फेरि के भन्नु त्यो कहाँ बेबी के गरेको के गर्ने हो त उल्टो मेरो बुढीले चाहिँ उल्टो गर्दैछन् सिकायो बेबी अब चाहिँ लागेन नि त मैला अनि त्यो बेबी देखेपछि त अनि बेबीमा अनि मैला लागिहाल्छ नि हो कि न अब हामी घर जान्छौँ अनि अर्को हप्ता चाहिँ अनि बेबीको जेन्डर थाहा हुन्छ त्यसपछि चाहिँ हामी सबैलाई अर्को हप्ता जेन्डर थाहा हुँदैन अर्को हप्ता चाहिँ टेस्ट गर्छ 2 हप्तापछि चाहिँ थाहा 1 हप्तापछि थाहा हुन्छ अब घर जाने हो हामी अनि त्यसपछि घर जाने अनि खानपिन गरेर म चाहिँ अब आजदेखि ड्युटी सुरु हुँदैछ हिजो बेलुका के गरेँ बुढा साह्रो भयो मलाई त साह्रो भयो अरे कि अनि के भयो त भनेर निदाउनु आँटेको थिएँ बोल्दैन त कि बमिट आउनु आँट्यो भनेको होइन अरे अनि के टाउको दुख्यो त भनेको होइन अरे टाउको थिचिदिउँ भनेको होइन अरे खाना भोक लाग्यो त भनेको होइन अरे अनि के भयो त बेबी भनेको बोल्दैन निदायो पो त म निदाउनु आँटेको व्यक्ति मेरो श्रीमती चाहिँ निदायो अनि आज झन् बिहानै उठ्नु पर्ने छ भनेको थिएँ 2 घन्टासम्म निन्द्रै लागेन 2 घन्टा लेट सुत्यो रेडी अनि अहिले भर्खरै हामी घरबाट हिँडेको हामी चाहिँ आज ब्लड टेस्टको लागि जाँदैछु हामी होइन म मलाई हस्बेन्ड हुनुहुन्छ यहाँनिर मलाई पुऱ्याउने मात्र होइन म लिएर पनि आउँछु आज फेरि अस्ति पनि 1 पाथी रगत ब्लड निकालेको थिएँ आज चाहिँ कति झिक्ने हो थाहा छैन अनि अब ब्लड टेस्टको लागि जाँदैछौँ अब यो ब्लड टेस्टले चाहिँ के थाहा हुन्छ भने छोरी छ भनेर नेपाल इन्डियातिर चाहिँ इलिगल हो तर यहाँ चाहिँ त्यस्तो छैन थाहा भइहाल्छ मेरो ब्लडबाट अनि रिजल्ट अब धेरै भनेको 10 दिन लाग्छ अरे नत्र भने 1 विकभित्र आउँछ हाम्रोमा आउँदैन दाजुहरूकोमा आउँछ अनि हामी जेन्डर रिभिल गर्नेछौँ यो चाहिँ बेकलिन्टनको बाटो अनि अहिले चाहिँ यो हिउँ परेको थियो अस्ति अहिले चाहिँ बाहिर अलिक तातो भएको कारणले छिटो हिउँ पक्रिएको छ आई वान सेयर माई एक्सपिरियन्स फर्स्ट ट्राइमेस्टर एक्सपिरियन्स चाहिँ कस्तो भयो भन्दाखेरि अनि एकदमै भयो नि केही छैन हजुर र म भएर हेरौँला भिडियो हामीलाई माया गर्नुहुन्छ उहाँले अभियसली हेर्नु नै हुन्छ सबैलाई मलाई जस्तो नहोला तर मेरो हस्बेन्डलाई पनि थाहा छ मलाई कस्तो गाह्रो भएको थियो भनेर यहाँ हुनुहुन्छ उहाँ साक्षी विटनेस दिन तयारी हुनुहुन्छ अनि मेरो फर्स्ट ट्राइमेस्टर चाहिँ एकदमै रस थियो एकदमै गाह्रो थियो अनि अहिले मलाई मान्छेले सोद्धाखेरि तिमी फेरि त्यही फर्स्ट ट्राइमेस्टरमा जान चाहन्छौ भन्दाखेरि नो
म सक्दिनँ, म कहाँसम्म छु, म फर्किँदिनँ जस्तो त्यस्तो फिल हुन्छ। मेरो हस्बेन्डको फोन आयो, म बोल्नु पाएन। म कहाँ थिएँ भन्दाखेरि म फर्स्ट ट्राइमेस्टरको एक्सपिरियन्स परमेश्वरलाई धन्यवाद भएको त्यो अवधिमा पनि परमेश्वरले मलाई धेरै सहायता गर्नुभयो। अब चाहिँ हामी सेकेन्ड ट्राइमेस्टरको फेजमा आएका छौँ। हामी सेकेन्ड ट्राइमेस्टरको भिडियोलाई हामी स्टार्ट गर्नेछौँ। सबभन्दा सुरुमा चाहिँ म अल्ट्रासाउन्ड विक 20 को चाहिँ हजुरसँग सेयर गर्दैछु। अनि त्यतिखेर चाहिँ रियल कुरा चाहिँ एक्सपिरियन्स हुन्छ। नानीको हातदेखि लिएर नानीको नाकदेखि लिएर मुखदेखि लिएर सबै कुरा देखेको थिएँ मैले। नानी चलि पनि देखिरहेको थिएँ अनि आई वाज सो ह्याप्पी है। त्यतिखेर म एकदमै खुसी थिएँ। ट्राइमेस्टरको फर्स्टमा चाहिँ यही अल्ट्रासाउन्ड भएको थियो। अनि अल्ट्रासाउन्ड सँगसँगै अरू पनि भिडियो छ, हजुरहरूले हेरिदिनु होला। अनि यो भिडियो हामी राख्नेछौँ। हेलो एभ्रिवान, अनि आज चाहिँ हाम्रो आज 5 मन्थको अल्ट्रासाउन्डमा जाँदैछौँ। मेरो पेट चाहिँ त्यस्तो देखिएको छैन। अनि फर्स्ट प्रेग्नेन्सी त्यस्तै हुन्छ अरे, प्रायःको पेट देखिँदैन, कतिको देखिन्छ। अनि मलाई चाहिँ कतिजनाले बाहिरतिर जाँदाखेरि पनि नेपाली दिदीबहिनी भेट्दाखेरि पनि तपाईँको जिउ छ र भन्नुहुन्छ। अनि त्यसपछि छ त 5 महिना भयो त भनेको, आम्मा हो र त्यस्तो देखिँदैन त, जिउै छैन जस्तो देखिन्छ भन्छ। अलिकति दुःख पनि लाग्छ मलाई। अनि 5 महिना भइसक्यो हो, जिउ देख्दैन भन्दा अलिकति दुःख लाग्दो रहेछ। मैले देखिरहेको छु जिउ, तर मलाई चाहिँ फिलिङ हुन्छ मेरो पेट बढिरहेको छ भनेर, किनकि मेरो बडी हो, मलाई थाहा हुन्छ। अनि मेरो हस्बेन्ड यहाँ हुनुहुन्छ। अनि एकदमै चिसो छ अहिले चाहिँ बाहिर। अहिले चाहिँ मे, हिजो हाम्रो भान्जाको जन्म भयो सेड्रिकको। अनि आज चाहिँ मेरो 5 मन्थ्स कम्प्लिट भएर 6 मन्थमा हिँड्दैछु, बिस्तारै हिँड्दैछु। अनि आज चाहिँ अल्ट्रासाउन्ड छ हाम्रो। अनि एकदमै एक्साइटेड छु। अनि हाम्रो इन्टर्नबाट हस्पिटल चाहिँ एकदमै नजिकै छ, लगभग धेरै टाढा त छैन, 15 मिनट मात्र छ हस्पिटल। हामीले त्यस्तै बनाएको कहिलेकाहीँ इमर्जेन्सी पर्दा। अनि यसलाई चाहिँ सोनोग्राफी पनि भन्छ र एनामोली टेस्ट पनि भन्दो रहेछ। एन्ड आइ एम सो एक्साइटेड। अनि आज चाहिँ धेरै नै टाइम लाग्नेछ, लगभग 1 घन्टा नै लाग्छ। पानी चाहिँ खायो? मैले पानी लिएर आएको छु। अनि धेरै पानी खायो भने पनि मलाई गाह्रो पर्छ, त्यहीँ गएर नि अलिअलि खानुपर्छ भनेर चाहिँ मैले उठेको छु। अनि आजको मौसम यस्तो छ, कस्तो राम्रो देखेको बिहान भएर होला। होइन हौ, यो के हरियाली आउटसाइडको कति चाँडो उम्रेको नि यो हरियाली, म यादै भएन हौ बेबी। अनि हस्पिटलमा आइपुगेका छौँ, ढिलो भइसक्यो। बुढीलाई छिटो पनि हिँडाउन गाह्रो, तर ढिलो छैन भएको। 8 बजीको एपोइन्टमेन्ट, हामी 10 मिनट अगाडि आउँदैछौँ। कस्तो चिसो। र बुढीलाई चाहिँ मुखमा चढ्नु डर लाग्यो अरे, अनि त्यहाँ टाँसिरहेछ। होइन माया जाग्यो अरे। आज बेबी हेर्दैछौँ। आज कतिको फिल हुने, इमोसनल हो। हाम्रो छोरी होइन, जहिले आउँदा पनि खाली हुन्छ त यो हस्पिटल त। हाई एभ्रिवान। अनि आज चाहिँ हाम्रो 22 विक्स अराउन्ड 5.5 मन्थ्सको एपोइन्टमेन्ट सकियो। बिहान चाहिँ भिडियो बनाउनु पाएन, यति साह्रो हतारमा थियो कि हस्बेन्डले कार पार्किङ गर्दै हुनुहुन्थ्यो, म भित्र गएर चेक इन गर्दै थिएँ। फेरि एहो पानी छ के गर्नु। अनि बिहान एकदम हतार भएर अझै मैले भनेको 8:42 भइसक्यो, 7:42 भइसक्यो त, नजाने भनेको त यहाँ यत्रो भइसक्यो र भनेर मैले त्यत्रो अलार्म लगाएको थिएँ। बज्यो होला नि, बुढीले निभाएको होला नि। होइन है, मैले निभाइनँ है। मलाई म चाहिँ अब आज थुप्रो काम छ, कति 6-7वटा चाहिँ एपोइन्टमेन्टहरू छ, त्यत्रो भयो होला। 5वटा जस्तो चाहिँ एपोइन्टमेन्ट छ।
सबै भ्याउनु पर्ने छ अनि जाडो पनि छ। जो अस्तिसम्म क्या टाउको फुट्ला जस्तो गर्मी थियो त्यसको रातमा त क्या मजाले पानी परेर अहिले क्या कुल छ फेरि जाडो आयो। ओहायोमा कहिले पनि गर्मी आउँदैन। 2 दिन आउँछ गर्मी फेरि चिसो। ओके गाइस बाइ बाइ। राम्रोसँग बोल्नु न, कसमा बोल्नु राम्रोसँग बोल्नु न। कहर राम्ररी बोल्नु कस्तो कमेडी त। हो लौन त यहाँ बोल्नु अरे। आज चाहिँ हामी हाम्रो 18 weeks प्रिनाइटल चेकअप। 18 weeks पछि चाहिँ हाम्रो एनाटोमी चेकअप छ। हाम्रो बेबी हामीले देख्न सक्छौँ आफ्टर 2 weeks। यहाँनिर चाहिँ 3D स्क्यान हुँदैन त्यस्तो हुन्न यहाँ 3D छैन अरे। खोइ यहाँ के टेक्नोलोजी छैन भनेको सुन्थेँ। अब चाहिँ सेकेन्ड ट्राइमेस्टरको एक्सपिरियन्स सेयर गर्नु पर्दाखेरि चाहिँ इट वाज सो ब्युटिफुल जर्नी। यस्तो राम्रो थियो अनि मलाई चाहिँ अनि कसैले फेरि सेकेन्ड ट्राइमेस्टरमा फर्केर जान्छ भने मलाई चाहिँ के भन्नु मन लाग्छ भने जान्छु नि जस्तो फिल हुन्छ क्या। त्यस्तो राम्रो भएको थियो मेरो सेकेन्ड ट्राइमेस्टरमा चाहिँ। सबै कुरा स्टप भएको थियो, विकनेसहरू सबै कुरा एकदमै गएको थियो है। म चाहिँ एकदमै स्ट्रङ भएको थियो, नभएको शक्ति पनि त्यतिखेर कहाँदेखि आउने है। अनि त्यतिखेर खाना पनि मजाले रुच्ने अनि सबै कुराहरू राम्रो भएको थियो। अनि सेकेन्ड ट्राइमेस्टरमा चाहिँ एकदम बेस्ट जर्नी भएको थियो मेरो चाहिँ। यो चाहिँ थर्ड ट्राइमेस्टरको भिडियोज यो पनि हजुरहरूलाई हामी सेयर गर्नेछौँ। सबै ठिक छ। अहिले महिना 7 मन्थको। मेरो बुढीलाई 6 मन्थसम्म त ठिकै भएको थियो। अहिले चाहिँ हल्का चिसो लागे जस्तो भएको छ तर आज ह्याप्पीमेन्ट छ। ज्वरो आए जस्तो भइरहेछ मेरो वाइफलाई। कति तातो छ दबाई पनि खानु मिल्दैन। अहिले डक्टरसँग कुरा गर्नुपर्ने छ के कस्तो हो भनेर। टाइनल खा भन्छ। लेट्स सी कस्तो हुन्छ। अब थर्ड ट्राइमेस्टर लागेको छ, त्यही भएर अलिक गाह्रो भइरहेको छ। यस्तै छ, इन्भाइरोमेन्ट पनि यस्तै छ, पानी परिरहेको छ। अनि आज चाहिँ जुन 22 हो अनि एपोइन्टमेन्टमा जाँदैछौँ बिहानको समय। मलाई चाहिँ हिजो रातभरि निन्द्रा नलागेर छटपट निन्द्रा नलागेर बुढालाई पनि नदिएर 2 घन्टाभन्दा सुतेको छुइनँ। के भएर निन्द्रै लागेन। यो सन्चो नभएर होला छटपट भएर। त्यही भएर आज कस्तो आँखा पनि सुन्नेको छ। उठाएको मलाई उठाएको गरेर जतिजनाले मेरो लागि प्रार्थना गरिदिनु भइरहेको छ उहाँलाई धन्यवाद धेरै मेरोबाट धन्यवाद। यस यो त धेरै हल्लेको हुन्छ होला। ओपन सेसन लगइन गर्नुपर्छ। त्यही हस्पिटल माथि गएको भनेर सोच्छ नि त। महिना 7मा जाँदै गर्दाखेरि 6 त कम्प्लिट हुनु लाग्यो होला। भइसक्यो हो 7 महिना लाग्यो। अब थर्ड सेमेस्टरमा जाँदैछौँ अनि यहाँ आएका छौँ। अहिले चाहिँ बुढा र बुढी मात्र छौँ। हाम्रो बिहानै 8 बजीको एपोइन्टमेन्ट थियो। बेलुका हुनुभन्दा अलिक मान्छे हुन्थ्यो ताकि म ड्युटीमा पनि जानु पऱ्यो। अब बुढीलाई छोरीलाई पाल्नु पऱ्यो। अब छोरी जन्मिँदा छ छुट्टी बस्नु पऱ्यो। बुढीको टेक केयर गर्नु पऱ्यो, छोरीको टेक केयर गर्नु पऱ्यो। अब हाम्रो चेक भइसकेको छ, अर्डर भइसकेको छ अरे। सुगर जहिले चेक गर्नु आउँदा पनि हुन्छ अरे 1 घन्टा लाग्छ अरे। त्यही भएर
कुनै दिन म छुट्टी छिटो आउँछु घरदेखि कामदेखि छिटो आएको बेलामा हामी बुढीलाई कल गरेर बुढी रेडी हौ हस्पिटल जानुपर्छ भन्छु अनि हामी हस्पिटल जाने ओके हस् त्यही ब्लड पनि चेकअप गर्छ अरे अघि हार्टबिट चेक गर्दाखेरि छोरीले लात्तीले ट्याम्मै हान्यो कति चल्छ त्यो त रातभरि चलेको गर्छ सुत्नु दिँदैन मलाई पेटमा धेरै चलेन एकदमै गुड गर्ल हुनु है बेबी ओके ओके बेबी ओके ओके के आयो उयो किरा एभ्रिवान अनि अहिले चाहिँ एकदमै गर्मी छ बाहिर हो लगभग 32 डिग्री सेल्सियस छ फरेनहाइट चाहिँ एक्ज्याक्ट थाहा भएन मलाई डायबिटिस नेपालमा हेमोग्लोबिन टेस्ट र डायबिटिस टेस्ट पनि भन्दो रहेछ अनि हाम्रो चाहिँ यहाँ डायबिटिस चेक छ मेरो आज अनि हिजो पनि गएको थियौँ तर हिजो चाहिँ एकदमै लेट भएर भएन अनि फेरि आज ट्राई गर्दैछ आज चाहिँ मजाले भ्याइन्छ अनि त्यहाँनिर खानेकुरा के दिन्छ अरे ग्लुकोज दिन्छ जुस दिन्छ यत्रो डब्बाको अहिले देखाउँदैछु अनि त्यो चाहिँ एउटा ओरेन्ज फ्लेभरको हुन्छ अरे एउटा चाहिँ लेमनेड हुन्छ अरे अब हेरौँ टेस्ट कस्तो हुन्छ अनि त्यो खाएपछि भमिटहरू भयो भने चाहिँ कस्तो नि छिराएको त्यो गाडी यस्तोलाई पुलिसले समाउनु पर्ने कि अनि त्यो दबाई खाँदाखेरि चाहिँ त्यो जुस खाँदाखेरि चाहिँ भमिट हुनु भएन 1 घन्टासम्म अनि 1 घन्टासम्म भमिट भएन भने चाहिँ अनि उसले त्यो मेरो ब्लड तान्छ अनि ब्लड तानेपछि काम सकिन्छ अनि 2-3 दिनमा रिजल्ट डक्टरले पाउनुहुन्छ अनि यो सोमबार फेरि मेरो एपोइन्टमेन्ट पनि छ त्यही भएर चाँडोभन्दा चाँडो गर्ने प्रयास गरिरहेका छु यति गर्मी छ बाहिर बाँच्नु सक्दैन मेरो चाहिँ चेक इन भइसकेको छ नाम चाहिँ मनके भनेर आउँछ मनके नाम आउनु बित्तिकै दबाई दिनु भने त छिटो हुन्थ्यो नि बोलाएन नि त मनके नाम मणि कुमार मणिको खोइ पैसा देऊ त मणि Good job. All right. So we will draw you at 352. Which arm are we doing? यस्तो गरम छ यहाँ तानेर आएको छ कस्तो दुखायो के खान्छौ त के खान्छ केही खानु मन छैन आइसक्रिम खाने घरमा छ आइसक्रिम खाने घरमा छ अब ग्लुकोज टेस्टको रिजल्ट नेगेटिभ आयो भने चाहिँ जति गिले खाँदै हुन्छ त्यस्तो हुँदैन है अचम्म नगर न त्यस्तो हुँदैन अब हाम्रो छोरी चाहिँ यही हस्पिटलमा जन्मिन्छ यही हस्पिटलमा अनि हाम्रो डाक्टर चाहिँ फाल्टे हस्पिटलमा छ तर हस्पिटल चाहिँ यही हो डाक्टर सारा फोर्मन यही हो डक्टरको नाम पनि सारै हो है सारै हो सारा फोर्मन यता हाम्रो गाडी चाहिँ यहाँ छ हेलो एभ्रिवान अनि अहिले चाहिँ हामी हस्पिटल जाँदैछौँ अनि अब चाहिँ आज चाहिँ जुलाई 6 हो अनि अब चाहिँ 15 दिनमा चाहिँ रेगुलर चेकअपको लागि बोलाउनुहुन्छ प्रिनेटल भिजिटको लागि अनि अस्ति चाहिँ मेरो ग्लुकोज टेस्ट थियो अनि सबै कुरा नर्मल राम्रै आएको छ अनि प्रब्लम मैमा भएको होस्
अलिकता हेमोग्लोबिन चाहिँ स्लाइटली लो छ भनेर देखाएको छ। अब डक्टरले आज के भन्नुहुन्छ थाहा छैन। आज मेरो बुढी भिडियोग्राफर फोटो छ अनि मैले छिटो उठाएर ल्याएको नि ठ्याक्कै 15 मिनट अगाडि छिटो ल्याएको मैले उठाएको मैले उठाएको नि। स्वर के भएर दुईजनाको यही हो हाम्रो हस्पिटल चाहिँ होइन झारमा पानी हाल्छ नि त यो च्याउ त्यस्तो हुन्न होला त्यस्तो हुन्न होला अलिक ठुलो हुँदैछ ठुलो हुँदैछ म बढ्दैछु हजुर पनि तिमी बढ्दै हो। जानुहोस्। म पनि बढ्दैछु यस्तै छ हामी चाहिँ यहाँ ठ्याक्कसँगले मेरो श्रीमतीज्यू आउनुहोस् अनि यो हस्पिटलमा जानुहोस्। फोन राखेका छौँ हामीले हाम्रो कम्प्लिट भएको छ। अब फेरि हामी 2 हप्ता पछि आउनेछौँ भिजिटमा। हुन्छ बाई बाई थ्याङ्क यू। अब हामी जाँदैछौँ है त। अल्ट्रासाउन्ड गर्नुपर्ने भयो फेरि। मैले बनाइदिएँ त अनि मैले दही बनाएँ हिजो बेलुका आएर दही बनाएँ बन्ने त अनि दही बेबी आज चाहिँ हाम्रो अल्ट्रासाउन्ड छ अनि त्यसपछि And there is the power. मेरो बुढी निन्द्रामै छ। हेलो एभ्रिवान गुड मर्निङ। अनि आज चाहिँ मेरो लास्ट अल्ट्रासाउन्ड पनि हुनसक्छ। गर्दैन अझै बेबीको बारेमा हुन्छ त्यो चाहिँ अब डक्टरले थाहा होला। At the light, turn left onto Hill Road South. 5 महिनाको एकचोटि गर्छ त्यसपछि फेरि एकचोटि गर्छ अनि सकिन्छ। त्यसपछि एकैचोटि 9 महिनामा पेन भएपछि मात्रै गर्छ। लेबर पेन सुरु भएपछि भन्थ्यो। बेबी कस्तो छ के छ बेबीको मुभमेन्ट सबै कुरा थाहा गर्नु चाहिँ एपोइन्टमेन्ट के अरे डक्टरले बोलाउनु भएको छ आज। अनि त्यसपछि प्रिनेटल भिजिट पनि छ। चाहिँ भाइरल आइसक्रिम है अस्ति भएर बनेको। In 1.8 miles, turn right onto Hill Road. ठिकै लाग्यो भने म तँलाई कल गर्छु आउँछु यस्तो भनेर नि। हाई एभ्रिवान। त्यही भएर बिहान चाहिँ एकदमै बिजी थियौँ हो त्यही भएर भिडियो त्यति लिनु पाएन। अनि आज चाहिँ 3D अल्ट्रासाउन्ड थियो अनि बेबीको फेस देखिएको छ मैले। अनि सी सो क्युट भन्दै थियो। अब रियलमा कस्तो हुन्छ थाहा छैन। जस्तो भए पनि सबै कुरा राम्रै छ। अब मैमा होस्। अब हामी घरतिर लागेको। यस्तो लेख्छ गुगलमा चाहिँ यस्तो आउँछ। आयो मम्मी। अनि 3rd ट्राइमेस्टरको एक्सपिरियन्स सेयर गर्नु पर्दाखेरि चाहिँ अब बेबी पनि अलिक डेभलप भएको हुन्छ। अनि अहिले म 3rd ट्राइमेस्टरको 8 मन्थ्स रनिङमा छु। अनि परमेश्वरलाई धन्यवाद भएको यति बेरसम्म यतिका हप्ताभरिसम्म परमेश्वरले मलाई सहायता गर्नुभयो। अनि गाह्रो त अलिकता गाह्रै हुन्छ होइन। अनि यो 3rd ट्राइमेस्टरमा अनि स्पेसली नानी ग्रो अप भएको हुन्छ त्यही भएर ब्याक पेनदेखि लिएर सबै कुराहरूको एक्सपिरियन्स गर्न चाहिँ पाइन्छ 3rd ट्राइमेस्टरमा। अनि मेरो पनि अहिले त्यस्तै भएको छ है। स्पेसली त हाम्रो माइन्डलाई प्रिपेयर गर्नुपर्ने हुन्छ फर द बेबीको लागि। अनि त्यसपछि
अब फर्दर अब अगाडि गएर चाहिँ अब हामीले कसरी चाहिँ नानीलाई सम्हाल्ने त्यो कुराको मेन्टल प्रिपेयर गर्नुपर्ने हुन्छ। अनि यतिखेर चाहिँ डक्टरले पनि सजेस्ट गर्नुहुन्छ, आफ्नो प्रेग्नेन्सी रिपोर्ट हेरेर चाहिँ उहाँले सजेस्ट गर्नुहुन्छ धेरै नबस्नु, धेरै नसुत्नु, दिनभरि पनि हिँडिराख्नु है, अनि रेस्ट पनि गर्नु, तर रेस्ट गरे अनुसार अनि अर्को कुरा चाहिँ नानीको फेटल मुभमेन्ट पनि काउन्ट गर्नु भनेर भन्नुहुन्छ। मलाई नै थाहा थिएन। अनि त्यसपछि नानीको फेटल मुभमेन्टहरू पनि सबै कुरा काउन्ट गरेर राख्नुपर्ने हुन्छ। एटलिस्ट 2 आवर्समा चाहिँ 10 चोटि चाहिँ नानी चलेको हुनुपर्छ। नानी चलेन भने चाहिँ तुरुन्तै हस्पिटल जानुपर्छ। हुन्छ हजुर, सबैजनालाई धेरै धेरै धन्यवाद मेरो हेरिदिनु भएको लागि। अनि यहाँ मेरो हस्बेन्डले डिस्टर्ब गर्दै हुनुहुन्छ अलिअलि। अनि यो चाहिँ ब्याकग्राउन्ड साउन्ड हो। म यहाँ काम गर्दैछु यहाँ प्रुफ पनि देखाउन आएको। यसलाई भन्छ प्रेग्नेन्सी जर्नीमा एकदमै इन्जोय गर्नु भनेको चाहिँ यो हो है, त्यो बुढालाई काम लगाउनु अनि त्यसपछि बुढी चाहिँ मजाले बसेर भिडियो बनाउनु। अनि यो हो है जर्नी भनेको चाहिँ यस्तो हुन्छ। गर्नु पनि सकिँदैन नि त काम, यति बेला त कहाँ भारी काम गर्नु सकिन्छ। अनि धेरै बेर उभियो भने ढाड दुख्छ, कमर दुख्छ, अनि धेरै बेर उभिनु पनि हुँदैन भनेर डक्टरले सजेस्ट गर्नुहुन्छ। बरु हिँड्न सकिन्छ, उभिएर बस्नु पनि हुँदैन। अनि मेरो हस्बेन्डले मलाई अलिअलि भिडियो बनाउन हेल्प गरिरहनु भएको छ। अनि यो भिडियो चाहिँ अब यतिकै राख्नेछौँ। अनि त्यसपछि यसमा चाहिँ फर्स्ट ट्राइमेस्टर, सेकेन्ड ट्राइमेस्टर, थर्ड ट्राइमेस्टरको भिडियो छ, एक्सपिरियन्स छ है। अनि हजुरहरूले हेरिदिनु होला। अनि स्पेसली भोलि पर्सि मेरो छोरी ठुलो भएपछि हेर्ने छिन् यो भिडियो चाहिँ। मम्मीको एक्सपिरियन्स कस्तो रहेछ उसलाई पनि थाहा हुनेछ। अनि हुन्छ, सबै कुराद्वारा परमेश्वरलाई महिमा भएको होस्। अनि यो भिडियोलाई म यही इन्ड गर्न चाहन्छु। बाई एभ्रीवान, थ्याङ्क यू। छोरी पछि छोरी ठुलो भएपछि हेर्छु ल, त्यही भएर हो क्या बेबी। अनि म पनि बोल्नु सक्दैन, तिमी पनि, तिमी त सानै हुन्छ। आउरा छोरी चाहिँ लुक्नुपर्छ ल। म छोरीलाई लिएर लुक्छु अनि खोच्चा अनि त्यसै कल गर्छ ल। निस्क, अब खानाकुरा पाक्यो भन्छ अनि हामी खानुपर्छ ल। निस्केर मिठो मिठो तिम्रो मम्मीले आमाले एकदमै मिठो बनाउँछ नि खानेकुरा। म त फिदा छु, सुन्दैछौ?